आजकल म टिकटकमा निकै भाइरल भइरहेको छु। कसैले मलाई एआई भन्छन्, कसैले मास्क लगाएको मान्छे भन्छन्, तर म को हुँ भन्ने कुराले फरक पार्दैन। बुवा अब मेरो बिहे गर्ने उमेर भइसक्यो, मलाई एउटा केटी मिलाइदिनुस्। आफ्नो अनुहार कहिले ऐनामा हेरेको छस्? आजको यस भिडियोमा रहेर म तपाईलाई मंकी भ्लगिङ कसरी बनाउन सकिन्छ त भन्ने विषयमा तपाईलाई परोपर जानकारी दिन आइसकेको छु। सदा जस्तै यस भिडियोमा पनि तपाईले केही न केही मोटिभेट भएर जानुहुनेछ र अघि काम गर्ने जोश र जाँगर अवश्य पनि तपाईमा आउनेछ। आजको यस भिडियोमा रहेर म तपाईलाई बताउने छु कि मंकी भिडियो क्रिएट गर्नको लागि के चीजहरु चाहिन्छ त, कस्तो चीजहरुले हामीले बनाउन सकिन्छ, कस्तो खाले ट्याग्स लेख्ने, हामीले कसरी चाहिँ प्रोपर भिडियो बनाउने पुराको पुरा जानकारी यस भिडियोमा तपाईले लिएर जानुहुनेछ, त्यो पनि फ्रीमा। अरु भिडियोमा र अरु भिडियो हेर्दाखेरि तपाईलाई पेड प्रमोसन गर्नुपर्छ अथवा पेड लिनुपर्छ, सब्स्क्राइब गर्नुपर्छ, महिनाको तपाईले कहीं नभए पनि अलिकति पे गरेर चाहिँ तपाईले यो एपले खरिद्नुपर्छ भन्ने जस्ता कुराहरु अरु अन्य भिडियोमा देख्नु भएको छ भने चाहिँ यो भिडियोमा आएर चाहिँ तपाईले एकदमै फ्रीमा तपाईले आफ्नो भिडियो जेनेरेट गरेर चाहिँ युट्युबमा, फेसबुकमा, टिकटकमा हालेर तपाईले लाखौं पैसा कमाउन सक्नुहुनेछ। आउनुस् तपाईको समय ढिला नगरी मोबाइल स्क्रिन माथि जानेछौं र स्टेप बाइ स्टेप तपाईलाई म देखाउँछु। भिडियो स्किप नगरिकन हेर्नु होला, किनभने स्किप गर्नु भयो भने तपाईले कुनै यस्तो पार्ट छुटाउनु हुनेछ, त्यसपछि चाहिँ तपाईले भिडियो एकदमै राम्रो प्रोफेसनल तरिकाले बनाउन जान्नु हुने छैन। त्यही भएको हिसाबले गर्दाखेरि भिडियो बिना स्किप गरी हेर्नु होला। त्यो भन्दा पहिला मोबाइल स्क्रिनमा जानु भन्दा पहिला चाहिँ एउटा सानो लाइक गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र मनमा लागेका मिठा कमेन्टहरु लेख्न चाहिँ नबिर्सिनु होला। देख्न सक्नुहुन्छ प्ले स्टोरमा जानुहोस्। प्ले स्टोरमा गइसकेपछि तपाईले सर्च बारमा जानुपर्ने हुन्छ। सर्च बारमा गइसकेपछि तपाईले के लेख्नुस् त भन्दाखेरि तपाई चाहिँ जसको एआई को नाम रहेको छ, मैले कुछ अलग र फरक तरिकाले बताउन गइरहेको छु तपाईलाई। जसको नाममा बिंगो भन्ने एप छ, बिंग भन्ने एप। यो बिंग एआई लाई चाहिँ तपाईले डाउनलोड गर्नुपर्ने हुन्छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ कुछ यस्तो इन्टरफेस रहेको छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ मैले चाहिँ डाउनलोड गरिसकेको छु, तपाईले चाहिँ डाउनलोड गर्नु होला। मैले चाहिँ ओपन गर्छु। यहाँ तपाईले देख्न सक्नुहुन्छ ओपन गर्छु। म ओपन गरिसकेपछि कुछ यस्तो इन्टरफेस आउँछ। तपाईले फर्स्टमा तपाईले डाउनलोड गर्दै हुनुहुन्छ भने तपाईको जीमेल एकाउन्टबाट यसलाई चाहिँ लगइन गर्ने भन्छ। यदि तपाईले गर्न जान्नु भएन भने कमेन्ट छोड्नु होला। यसबाट म त्यसलाई कसरी चाहिँ यो एपलाई साइन इन गर्ने भन्ने कुराहरु तपाईलाई भिडियो बनाएर दिनेछु। यहाँ तपाईले देख्न सक्नुहुन्छ यहाँ इमेज क्रिएटर टर्न अन युआर आइडियाज इन्ट्रो रियलिटी भनेको छ। यसमा चाहिँ तपाईले क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि पहिले चाहिँ यसमा के फोटोको मात्रै अप्सन थियो भने चाहिँ अहिले चाहिँ भिडियोको पनि अप्सन दिएको छ। मैले तपाईलाई यसमा मैले पहिला नि भिडियो क्रिएट गरेको छु। यहाँ तपाईले देख्न सक्नुहुन्छ मैले भिडियो क्रिएट गरेको तपाईले देखाइसकेको छ। एकदम रियलिस्टिक भिडियो चाहिँ यहाँ तपाईले देख्न सक्नुहुन्छ। यहाँ सो भइरहेको छ, प्ले भइरहेको छ। म चाहिँ यसलाई ब्याक जान्छु र यसमा चाहिँ के लेख्नुपर्छ त भन्नुभन्दा पनि पहिला तपाईले चाहिँ अलरेडी सम्म तपाईले थाहा नै छ यसमा के लेख्नुपर्छ, कस्तो लेख्नुपर्छ भन्ने कुरो चाहिँ मैले तपाईलाई बुझाइरहनु र बताउनु चाहिँ पर्दैन। तपाईले चाहिँ अटोमेटिकली गर्नुहुनेछ। म त्यो भन्दा पहिला यसले चाहिँ बनाएका भिडियो मैले तपाईलाई देखाउन चाहन्छु एकादा। यहाँ तपाईले देख्न सक्नुहुन्छ एकदम स्मुथली एकदम राम्रो फिनिशिङ भिडियो छ। त यस्तो भिडियो कि रियलिस्टिक भिडियो भन्दा पनि अझ राम्रो छ भिडियो। यहाँ तपाईले देख्न सक्नुहुन्छ यसले चाहिँ बनाएको भिडियो हो। यसले बनाएको भिडियो हो, तपाईले देख्न सक्नुहुन्छ। यसमा चाहिँ के गर्नुपर्छ त भनेपछि हामी बाहिर आउँछौँ र बाहिर आइसकेपछि दिनमा चाहिँ तपाईले 15 कोइन यसले दिन्छ। यसमा चाहिँ तपाईले 4 कोइन छ। अहिले मैले यसबाट फोटो पनि क्रिएट गरिरहेको हुन्छु। त्यही भएको हिसाबले गर्दाखेरि यो भएको छ। अर्को चाहिँ यहाँ इमेज रहेको छ भने यहाँ चाहिँ भिडियो रहेको छ। भिडियोको अप्सनमा चाहिँ तपाईले क्लिक गर्नुपर्ने हुन्छ। फर्स्टमा त भिडियोमा अप्सनमा क्लिक गरिसकेपछि यहाँ तपाईले के गर्नुपर्ने हुन्छ त भन्दाखेरि यहाँ तपाईले जो पनि लेख्नुहुन्छ त्यसले चाहिँ पेस्ट गर्नुपर्ने हुन्छ। तपाईले के कस्तो तरिकाले गर्ने, मंकी को चाहिँ के स्टाइल गराउने, कस्तो तरिकाले गराउने, कुन स्टाइलमा चाहिँ भन्ने कुराहरु, ब्याकग्राउन्डमा के राख्ने, रियलिस्टिकमा के राख्ने, पुरा डिस्क्रिप्सन तपाईले यहाँ डिस्क्रिप्सन दिस भिडियोस यु आर वेटिङ टु क्रिएटर भने यहाँ पुरै लेखेको छ। तपाईको चाहिँ के छ त भनेपछि यहाँ तपाईले भिडियोको रेसियो पनि चेन्ज यहाँ तपाईले देख्न सक्नुहुन्छ। मैले चाहिँ यसका स्क्रिप्टहरु लेखेर राखेको थिएँ। अनि त्यो भएको हिसाबले मैले यसका स्क्रिप्ट मैले पेस्ट गरिदिएको छु। तपाईले पनि कुनै यस्तो प्रकारले जो तपाईले लेख्नुपर्ने हुन्छ या च्याट जीपीटी लाई लेखाउनु होला तपाईले स्क्रिप्ट। अनि त्यसपछि
तपाईँले च्याट जिपिटीले लेखाउनु भयो भने चाहिँ इजिलीसँग यहाँ लिएर तपाईँले पेस्ट गर्न सक्नुहुनेछ। च्याट जिपिटीले चाहिँ तपाईँले जस्तो बोले पनि उसले डिटेलमा लेखिदिन्छ, त्यही भएको हिसाबले गर्दाखेरि तपाईँले यहाँ लिएर पेस्ट गर्न सक्नुहुनेछ। ध्यान राख्नु होला, तपाईँको अप्सन चाहिँ भिडियोमा हुनुपर्छ र मैले चाहिँ यहाँ पेस्ट गरेको छु। मैले चाहिँ पेस्ट गर्छु, यहाँ तपाईँले मैले लेखेर राखेको छु। यहाँ तपाईँले देख्न सक्नुहुन्छ कस्तो यस्तो प्रकारले तपाईँले आफ्नो हिसाबले डिजाइन गर्न सक्नुहुन्छ, आफ्नो हिसाबले अझ फरक र बेटर तरिकाले बनाउन सक्नुहुनेछ। तपाईँलाई यहाँ देख्न सक्नुहुन्छ मैले यति मङ्की इन नेपाली भनेर तपाईँले यहाँ देखेको छु, लेखाएको छु। तपाईँले चाहिँ आफ्नो हिसाबले चाहिँ तपाईँले लेखाउन सक्नुहुन्छ। यति गरिसकेपछि तपाईँले यहाँ जनरेट भनेको क्रिएट भनेको अप्सन देखाएको छ। यो क्रिएटमा चाहिँ तपाईँले क्लिक गर्नुपर्ने हुन्छ। एकछिन चाहिँ तपाईँको समय लिन सक्छ अनि त्यसपछि चाहिँ तपाईँको भिडियो प्रोफेसनल तरिकाले बनाएर रेडी हुनेछ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ पहिलेको भन्दा कुछ फरक तरिकाले यसले बनाएको छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ यसले यहाँ यस्तो प्रकारको भिडियो बनाइएको छ, तपाईँले देख्न सक्नुहुन्छ। मैले चाहिँ तपाईँलाई परपर देखाउने छु र फुल स्क्रिनमा देखाउने छु। यहाँ तपाईँले देख्न सक्नुहुन्छ एक्सन एकदमै राम्रो छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ यसको चाहिँ क्यामेरा समातेको कुछ डिजाइन अलि फरक भएको छ, त्यो भएको हिसाबले देख्न सक्नुहुन्छ। तपाईँले जुनसुकै प्रोफेसनल र प्रो उसमा चाहिँ एपमा चाहिँ तपाईँले भिडियो बनाए पनि कुछ यस्तै 5-7 सेकेन्डकै दिन्छ। अब चाहिँ यसमा चाहिँ यसको चाहिँ भोइस छैन, तपाईँले देख्न सक्नुहुन्छ यसमा चाहिँ भोइस छैन। भोइसको लागि चाहिँ हामीले अर्को एप डाउनलोड गर्नुपर्ने हुन्छ। अर्को एप कसरी डाउनलोड गर्ने र कुन हिसाबले तपाईँले चाहिँ भिडियो बनाउन सक्नुहुन्छ र कसरी चाहिँ यसमा भोइस हाल्न सक्नुहुन्छ भने चाहिँ म चाहिँ सर्ट भिडियो बनाएर अपलोड गरिदिनेछु। त्यहाँबाट चाहिँ तपाईँले इजीसँग हेर्नुहुनेछ र त्यो एपको भिडियो अथवा यस भिडियोको कमेन्ट बक्समा पिन कमेन्ट गरिदिनेछु, त्यहाँबाट इजीसँग तपाईँले हेर्न सक्नुहुनेछ। अवश्य पनि तपाईँले मङ्की भ्लगिङ भिडियो कसरी बनाउने भन्ने सिक्नुभयो यो भिडियोमा। आगामी दिनमा पनि यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र अहिलेसम्म पनि तपाईँले एउटा लाइक गरिदिनु भएको छ भने लाइक गरिदिनुहोस् र तल गएर कमेन्ट बक्समा गएर चाहिँ आफ्नो मनमा लागेका मिठा कमेन्टहरू छोड्न चाहिँ नबिर्सिनु होला। किनभने यस्तै कमेन्टहरू तपाईँले गर्दै जानुभयो भने मैले भिडियो बनाउन एकदमै मोटिभेट रहनेछु। आजको लागि यति नै। भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला। फेरि एउटा नयाँ भिडियो र नयाँ टपिकको साथ भेट्नु बाचा गर्दै छुट्टिन्छौँ। जय नेपाल।